समय पनि कस्तो विचित्र हुन्छ। आफ्नो बाल्यकालमा आफू समयको साथमा थिए। समयले जहाँ भन्थ्यो त्यहाँ उपस्थित हुन्थे। जब आफू राम्रो र नराम्रो, गलत र सही छुट्याउने उमेरमा पुगे अनि समयले कतिखेर साथ छोड्यो पत्तै पाइन। त्यसपछि आफ्नो जीवनको प्रत्येक रमाइलो क्षण, आमा बुवाको माया ममता, दाजुभाइको प्यार र दिदी बहिनीको स्नेह र साथीभाइको सङ्गत हराउँदै गयो। अनन्त आफूलाई सम्हाल्दै समयको खोजी गर्न थाले। समयको खोजीमा पहिलो पटक भरतपुरको चितवनमा पुगे। त्यहाँ अपरिचित अनुहारसँग आफूलाई परिचय गराउँदै 9 महिनासम्म समयको खोजी गरे। समय त भेटाएनौं, तर इष्टमित्रको सल्लाहमा भौतिक शरीर र आकारै नभएको आत्मा र रङ रूपै नभएको सास बोकी समयको खोजीमा मोरङको विराटनगर गए। विराटनगरमा समेत आफूलाई भाषा र वेशभूषा नमिले तापनि साझा भाषासँग आफूलाई समाहित गरी समयलाई खोज्न थाले। समयको खोजीमा समयले नै जीवन सहपाठी भेटायो, तर समय भेटाएन। त्यसपछि समयको खोजी गर्न म र मेरो सहपाठी एक रथका 2 पङ्ग्रा झैँ मिलेर समय खोज्दा खोज्दै काठमाडौँ पुगे। काठमाडौँको धुलो धुवाँ, घाम पानी, अँध्यारो उज्यालो, दिन रात केही नहेरी त्यसैमा यो भौतिक शरीरलाई दुःख कष्ट दिँदै खोजी गरे, तर पनि समय पाएन। आफूलाई काठमाडौँको धुलो धुवाँ, घाम पानी, उज्यालो अँध्यारोसँग लड्दै लडाउँदै, जुझ्दै जुधाउँदै समयको खोजीमा भौतारिँदै गएँ, तर पनि समय पाइन। त्यसपछि समयलाई खोज्न तराईको पर्सा पुगे। तराईको टन्टलापुर घाम, प्रचण्ड गर्मी र तराईको शीतलहरीसँग घुलमिल हुँदै हरेस नखाई समयलाई खोज्दै गएँ। तराईको टन्टलापुर घाम र प्रचण्ड गर्मी र तराईको शीतलहरमा समय भेटाउन नसकी म पहाडको काभ्रेपलाञ्चोकको धुलीखेल पुगेँ। समयको खोजीमा काभ्रेको कठ्याङ्ग्रिने जाडो र उकालो उरालोमा शिथिल शरीरसँग समयलाई खोज्दै थिएँ। समयलाई खोज्दा खोज्दै शरीरले अनेकौं वस्त्र फेर्यो, शरीरले आकार फेर्दै गयो, तर पनि समय भेटाएन। त्यही समयको खोजीमा कहिले तराई त कहिले पहाड पुगे। कत्यौं अपरिचित अनुहारसँग परिचित भएँ। कत्यौं दुःखका क्षणहरू बित्दै गयो। खुट्टाले कति जुत्ता फेर्यो, शरीरले कति वस्त्र फेर्यो, हातले कति कलम किताब फेर्यो, टाउकोले कति पटक भारी बिसायो। यहाँसम्म कि मन मस्तिष्कले कति विचार फेर्यो, तर पत्तै पाइन कि समय साथमै छ भनेर। समयसँगै मैले यो सबै यात्रा गर्दैछु, तर पनि समय आफैसँग छ भने पत्तै पाइन।